लागत बढेको बढै छ, तर सिक्टा सिँचाइ आयोजना सम्पन्न हुने मिति सरेको सरै छ। 2079-80 मा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेकोमा अहिले आयोजना निर्माण सम्पन्न हुने संशोधित मिति 89-90 पुगेको छ। बाँकेको करिब 43,000 हेक्टर कृषि कर्मयोग्य भूमिमा सिँचाइ पुर्याउने उद्देश्यले यो आयोजना सुरु गरिएको हो, तर सबै किसानको खेतसम्म आयोजनाको पानी पुग्न सकेको छैन। आयोजनाले निर्माणकै क्रममा करिब 21,000 हेक्टर खेतीयोग्य जमिनमा पानी पुर्याउँदा पनि किसानहरू भने खुसी छन्। यो पानीबाट सधैँ र सबै कृषियोग्य जमिनमा सिँचाइ सुविधा पाउने पर्खाइमा किसानहरू छन्। सिँचाइ नहुँदाखेरि सर अब के गर्ने, त्यत्तिकै बस्ने नगर्ने, अब पानी नै पाउने कहाँबाट गर्ने सर। अब पानी थिएन त्यही बेला त त्यत्तिकै बस्ने सर, त्यत्तिकै मात्रै। बाँझो हुन्थ्यो सर, पुरै खेतभरि बाँझो हुन्थ्यो, एउटा गहुँ पनि थिएन, यता मसुर अलिअलि हुन्थ्यो। माथिबाट कुलमा पनि पानी त्यति बेला छैन अहिलेसम्म। अब अहिले सिक्टा सिँचाइ आइगयो, अहिले त सर मकै पनि लगाइन्छ, सब चिज लगाइन्छ, पुरा फलफुल लगाइन्छ सर, खेती तरकारी गरिन्छ सर। अब मकै बाली पनि धेरै हुन्छ, अब गहुँ बाली पनि छर्न सकिन्छ सर। अब यो नहर आयो, सिक्टा सिँचाइदेखि हामीहरूको धेरै उब्जनी भयो। गहुँ, मकै, बाली, तरकारी खेती अथवा धान राम्रो अब हामीहरूको धेरै उब्जनी हुन लागेको छ। पहिला त अब पानी नहुँदाखेरि त अब तपाईँको अब 8% गऱ्यो, अब आयो त 1 रुपियाँको पुरै हामीहरूको। मसुरो लगाछौँ, चना लगाछौँ, गहुँ लगाछौँ, अब गहुँ लगाछौँ, यो सबै मकै लगाछौँ, तरकारी पनि लगाछौँ, खीरा, काँक्रा, अब यो करैला, गोभी सबै यो लगाएको। सिक्टा सिँचाइ योजना हाम्रो किसानको लागि बाँके जिल्लामा धेरै राम्रो गरेको छ। अझ बैजनाथ वडा नम्बर 7 मा परम्परागतको कुलालाई सिक्टासँग समन्वय गरेर सुचारू गर्यौँ। त्यो चाहिँ उहाँहरूलाई नजरमै देखिराखेको छ। त्यस कारणले त्यस्तै सेम हाम्रो परम्परागतका कुलाहरू धेरै छन्। त्यो कुलोलाई नै सिक्टा योजनाले त्यसैलाई चाहिँ साबित कुलोहरूलाई चाहिँ मर्मत गरेर त्यसैलाई पानी सुचारू गर्न पाए अझै राम्रो हुन्थ्यो। र हामीले योभन्दा पहिले त हामी बर्खे बाली मात्रै पानी लगाउँथ्यौँ। अहिले चाहिँ हाम्रो यहाँ बैजनाथमै सबभन्दा बढी अफ सिजनमा तरकारी खेती हुने र सिजनली पनि तरकारी खेती बढी हुने। त्यस कारणले हामीलाई 12 मासे यो सिक्टा सिँचाइ आयोजनाले चाहिँ पानी सुचारू गरिदिनुपर्छ। अनि पानी नआउँदाखेरि त पहिला धेरै दुःख थियो, अहिले नहर आउँदाखेरि पानी आछ, एकदम राम्रो छ। यहाँ खेती पनि एकदम राम्रोसँग गर्न सकिन्छ। खेती पनि अन्न बाली लगायत सबै राम्रोसँग हुन्छ। अहिले नहर आएर धेरै फाइदा भएछ हामीलाई। अहिले टिन बाली पनि लगाउन सक्छौँ, धेरै खुसी भएछौँ। पानी त जतिखेर पनि ल्याउन सक्छौँ कुनै बेला, अनि धेरै फाइदा भएछ। पहिला नहर नआउँदा धेरै समस्या थियो। यहाँ नालाबाट पम्पिङले लगाउँथ्यौँ पानी, अहिले त नजिक भइसक्यो, पानी खेतमै आइसक्यो, धेरै फाइदा भएछ। प्रत्यक्ष शाखा प्रशाखा हामीले निर्माण गरेर अनि किसानहरूलाई पानी केही भागमा दिया छौँ, केही भागमा बाँकी छ दिनु। अब किसानहरूको लागि चाहिने पानी 12 महिना हामी दिन सक्यौँ भने निश्चय पनि यो बाँकेवासीको किसानको धेरै उन्नति हुनेछ र धेरै राम्रो हुनेछ भन्ने भावनाले राष्ट्रिय गौरवको आयोजनाको रूपमा विक्रमसम्म 2062 मा 12 अर्बमा निर्माण सम्पन्न गर्ने गरी सुरु भएको आयोजनाको लागत बढेर 52 अरब 89 करोड पुगेको छ। 2079-80 मा निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको भए पनि विभिन्न समस्याका कारण आयोजनाको निर्माण समयमा हुन नसकेको आयोजनाका निमित्त निर्देशक राजु आचार्यको भनाइ छ। 40,000 हेक्टरमा चाहिँ सिँचाइ पुर्याउने लक्ष्यका साथ त्यो आयोजना सुरु भएको थियो। अहिले भन्नुपर्दाखेरि करिब 21,000 हेक्टरमा आंशिक रूपमा हामीले संरचनाहरू बनाइसकेका छौँ र त्यो अनुसारको चाहिँ सिँचाइ सुविधा पुगिसकेको छ। र अब चुनौतीको कुरा गर्नुपर्दाखेरि खास गरी हाम्रो पछिल्लो समयमा खरिद गुरु योजना जुन हाम्रो स्वीकृत भएको छ 52 अरबको,
त्यो गुरु योजना अनुसार चाहिँ हरेक वर्ष चाहिँ बजेट विनियोजन गराउनु पनि एउटा चुनौती रहेको छ। त्यसै गरी यो मुआवजा यो सिक्टा सिँचाइ आयोजनाले पूर्ण रूपमा नयाँ नहरहरू निर्माण गर्नुपर्ने भएको, व्यक्तिका जग्गाहरू अधिग्रहण गर्नुपर्ने अवस्था भएको, ती अधिग्रहण बिना चाहिँ नहर निर्माण गर्न नसकिने भएकोले त्यो पनि एउटा चुनौतीको रूपमा रहेको छ। त्यस्तै गरिकन यो हाम्रो यो बाँके राष्ट्रिय निकुञ्ज पनि हाम्रै जिल्लामा पर्छ, बाँके जिल्लामा पर्छ। त्यसैले निकुञ्जसँग समन्वय गरेर काम गर्नु पनि एउटा चाहिँ छ है। अब अरू चुनौतीहरू त अब हाम्रा अब यो सिक्टा सिँचाइ आयोजनाप्रति यो अलिकति जुन धारणा छ त्यसलाई चाहिँ सकारात्मक सन्देश दिने खालको चाहिँ गराउने वातावरण गराउनु पनि एउटा चाहिँ चुनौती रहेको छ। आयोजनाको पश्चिम मूल नहर निर्माण सम्पन्न भए पनि पूर्वी नहर 54 किलोमिटर वन तथा मुआवजाका कारण 39 किलोमिटर मात्र निर्माण सम्पन्न भएको छ। 9वटा शाखा नहरमा विभाजित पश्चिम मूल नहर 2वटा उपशाखा प्रशाखा निर्माण यसै वर्षदेखि सुरु भए पनि अन्य 7वटामा भने निर्माणको अन्तिम चरणमा पुगेका छन्। पूर्वी नहरको फतेपुर र राजकुलो बाहेक अन्य 5वटा उपशाखा निर्माणको चरणमा रहेको आयोजना निमित्त निर्देशक आचार्य बताउनुहुन्छ। किसानहरू अहिले खुसी हुनुहुन्छ किनभने अब नहर दुईतिरै चलिरहेको छ। हामीले चाहिँ पानी दुवै पश्चिम नहरमा पनि पानी दिइरहेका छौँ, पूर्वी नहरमा पनि पानी दिइरहेका छौँ। यद्यपि फुल डिजाइन जुन क्यापेसिटी छ त्यो क्षमतामा हामीले दिन नसके पनि अहिले पानी चाहिँ पुगिरहेको छ। विभिन्न शाखाहरू छन्, ती शाखाहरूमा हामीले शाखाभित्रका उपशाखा प्रशाखाहरूको काम कतिपय भएका पनि छन्, कतिपय बाँकी छन्। ती सबै जहाँ जहाँ हाम्रा संरचनाहरू निर्माण भएका छन् ती सबै ठाउँमा पानीको सुविधा छ। लागत र निर्माण अवधि बढेको बढै भए पनि राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सिक्टाको औचित्यमाथि नै प्रश्न पनि उठाउन थालिएको छ। प्रश्न उठाउनेहरू भन्छन् कि आयोजना समयमै सम्पन्न हुनु पर्यो कि कहिल्यै काम सम्पन्न नहुने आयोजनाको औचित्य पुष्टि गर्न सक्नु पर्यो।